सामाजिक सञ्जालमा हिंसा दिनदिनै बढ्दो क्रममा छ, खास गरी महिला, केटीहरू र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमाथि। अहिलेलाई चाहिँ एकजना केटीको कुरा गरौँ है त। ती केटी कतै काम गर्छिन्, कामको सिलसिलामा कतै जानुपर्ने हुन्छ, मानव कार्यशाला, कार्यक्रम, सार्वजनिक भेला, सम्मेलन, अरू केही कामको लागि। अब त्यहाँ 2-4 जना मान्छे त हुन्छन्, कुराकानी होला, चिनजान होला, या केटीलाई चाहिँ उनको नामले चिन्लान्। पछि उनको सामाजिक सञ्जालमा फ्रेन्ड रिक्वेस्ट आउन थाल्छ, फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट नगर्दाखेरि टेक्स्ट आउन थाल्छ, हाम्रो रिक्वेस्ट एक्सेप्ट नगर्नेदेखि लिएर ब्ला 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 के भनेर। अब त्यो पनि वास्ता नगरिसके पछाडि चाहिँ जब ती केटीले आफ्नो पोस्ट, आफ्नो धारणाहरू सामाजिक सञ्जालमा व्यक्त गर्दाखेरि उनको कमेन्टमा अपशब्ददेखि लिएर दुनियाँ देख्न सकिन्छ। अब सामाजिक सञ्जालमा त आजभोलि सबैजना जोडिएका हुन्छन्, परिवारका मान्छेदेखि लिएर। अब केटीलाई हेर्ने धारणा, गर्ने व्यवहार कस्तो हुन्छ, केटीले कुन स्थितिबाट गुज्रिनुपर्छ, कति तनाव भोग्नुपर्छ, यतातिर पनि हामीले सोध्छौँ कि अनुमान लाउन सकिन्छ।